हेलो साथीहरू, आज फुटबल प्रेमी र युरोपियन फुटबललाई फलो गर्ने सम्पूर्ण साथीहरूको लागि आज महाकुम्भ रहेको छ। च्याम्पियन लिगको ग्रुप स्टेजको लास्ट राउन्ड अफ 8 को आज सम्पूर्ण 16वटा म्याच हुनेवाला छ। 16वटा म्याच र यही म्याचलाई लिएर म केही म्याचहरूको प्रेडिक्सन गर्नेवाला छु। कस्तो बन्छ भिडियो हेर्नु होला है त लास्टसम्म। बार्सिलोना भर्सेस कोपेनहेगन, गर या मरको अवस्थामा रहेको बार्सिलोना डाइरेक्ट टप 8 मा रहेर क्वालिफाई हुन चाहन्छ भने बार्सिलोनाले यो म्याच चाहिँ जसरी हुन्छ एकदम धेरै ठुलो मार्जिनले आफ्नो पक्षमा हात पार्नुपर्ने हुन्छ। र आज बार्सिलोना फ्यान म यो कुरा भन्दैछु कि आजको राति हुन लागिरहेको बार्सिलोना भर्सेस कोपेनहेगनको म्याच चाहिँ बार्सिलोनाकै होममा हुन लागेको भएर चाहिँ मैले एकदम कम्फर्टेबल भिक्ट्री चाहिँ बार्सिलोनाले निकाल्छ भन्ने लागिरहेछ। बार्सिलोनामा पेड्री इन्जर्ड छ, त्यस कारणले म अलिकति थोरै नै भन्दैछु, नत्र भने बार्सिलोनाले यो गेममा चाहिँ 5-6 गोल चाहिँ हानिदिन्छ जस्तो मलाई लाग्थ्यो। तैपनि बार्सिलोनामा चाहिँ प्लेयरहरू इन्जर्ड भएको कारणले म चाहिँ 3-0 को भिक्ट्री चाहिँ बार्सिलोनाले आफ्नो पक्षमा पार्छ जस्तो मलाई लाग्छ यो म्याचमा। हजुरहरूलाई कस्तो लाग्यो त मेरो प्रेडिक्सन मन परेमा युट्युबमा हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला र टिकटकमा हेर्दै गर्नुहुन्छ भने फलो र रिपोस्ट चाहिँ गरिदिनुहुन्छ भन्ने अपेक्षा गरेको छु। हस्त नमस्ते, बाई बाई, जय फुटबल।